सबैजनालाई सेवा र नमस्कार। अनि हजुर सन्चै हुनुहुन्छ होला। म चाहिँ सन्चै छु। अनि त्यसपछि हामी चाहिँ आज चाहिँ अनि म चाहिँ यता माइली दिदीकोमा छु। माइली दिदीको रुममा आइराखेको छु। अनि हजुरआमालाई यहीँ राखिरहनु भएको छ नि त। अनि हामी चाहिँ अब हजुरआमाले चाहिँ बाघ बाटो हेर्ने अरे, हात्ती कैडा हेर्नु हुने अरे। अनि त्यसपछि चाहिँ हामी चाहिँ हात्ती कैडाहरू देखाउनको लागि जान लागेको। कल हजुरआमालाई रेडी गर्नु पर्दैन त अब बेलामा लाने बेलामा ल्याउने। मम्मीले चाहिँ नि हजुरआमालाई लिटो खुवाउनु भएर चाहिँ आज यहाँ दिदीहरूकोमा आएको छु। अनि हजुरआमाले के लाउने रहर गर्नुहुन्छ। अनि पैसा छैन आफूसँग। अनि यहाँ हाम्रो यहाँ साउनी खोइ त साउबा खोइ कता जानुभयो। साउबा बाहिर जानुभएको छ। अनि त्यसपछि हजुरआमालाई चाहिँ यो बेरुवा रिङ बनाइदिएको क्या उसले। हजुरआमा बिरामी हुनुहुन्छ अरे। अनि बेरुवा रिङ सानो लाउने भन्नुभयो अरे। अनि उसले बनाइदिएको पैसा लाउनु भएको छ अरे। एक तोलाको चाहिँ त्यो गरौँ भयो अरे नि। यो बनाइदिएको ममताले माया गर्छ हजुरआमालाई। कहिले तिलहरी लगिदिनुहुन्छ, कहिले बेरुवा रिङ। हजुरआमा बिरामी भएर हस्पिटलमा हुनुहुन्छ। हेलो हजुरआमा नमस्कार। नमस्कार आन्टी। के भने आन्टी त मोटाएर त नि यता चाहिँ हजुरआमा तपाईँको मैले के ल्याएको छु थाहा छ? देखा बाबु थाहा होइन तैँले यो सरी निकाल्यो। यस्तो भने होइन ठुलो भएको हुन्छ यहाँदै ठुलो छ क्या आमाको ठिक्क भयो। मन पर्यो आमा? मन पर्यो? यस्तो लाउनु मन लाग्थ्यो। के ल्याइदिन्छ त्यही लाउँछ के बनाएछ त्यही लाउँछु। अनि यो भित्र नि के छ होला? यहाँ के छ होला यहाँ? ये लुगाले मेरो काम गर्नु हुन्छ हैन त्यो माथि अर्को हुनु बोक्छ। के गर्छ त्यो चाहिँ? दुईटा हुन्छ मन्द्री दुईटा छ र यत्रो भनेको होइन। मेरो यो लाउने कि पो लाउने अहिले नै भोलि ल्याउनु घुम्नु जाँदा त कम सक्दैन न त लगाइदिनु न त नतान नानी त्यसरी त्यसरी भनेर त्यसरी त्यो खोल्नु सक्छ त के हो? अब यो आमा आफ्नै हो है। यो त अब आफ्नै आफ्नै म त नि नातिनीलाई अच्छा अन्डा मलाई के खान्छ है अरू होइन आमा आफ्नै लाउने। दुईजना दिदीभाइमा चले गरिरहेको भिडियो बनाएको हजुर दिदी यहाँ हजुरआमा सुतिरहनु भएको छ। अब हजुरआमालाई रेडी बनाएर चाहिँ हामी चाहिँ अब जानुपर्ने हुन्छ घुम्नको लागि। हजुरआमा के हेर्नु हुने रे भन्नु न। भन्नु न भन्नु। बाघ भालु गैडा हेर्नु हुने रे हाम्रो हजुरआमा।
अनि अब हामी हजुरआमा चाहिँ आज मगर ड्रेस लाएर जानुहुन्छ यो ड्रेस लाउनुहुन्छ अनि त्यसपछि जानुहुन्छ यहाँ चाहिँ हाम्रो दिदीले हजुरआमालाई दाँत मस्काइदिँदै हुनुहुन्छ यहाँ चाहिँ हाम्रो मम्मी हुनुहुन्छ हाँसौँ कि रुङ भइरह मम्मीलाई फेरि मम्मीले यहाँनिर हजुरआमालाई चिटिक्क बनाइदिँदै हुनुहुन्छ हाम्रो हजुरआमालाई चाहिँ दिदीले मम्मीले छोरी बुहारी अनि यता नातिनीले यहाँ नातिनी चाहिँ भिडियो बनाउने हजुर मम्मी छोरी र बुहारी चाहिँ उहाँ स्याहार सुसार गरिदिने लुटेर नाच्दै सुनसम्म लुट्यो होला त्यसलाई अब के भन्ने अब त्यस्तो हुन्छ के अरे हजुरआमा हरिण यहाँ चाहिँ देख्नुभयो हजुरआमा देख्नुभयो यहाँभित्र चाहिँ यति राम्रो व्यवस्था रहेछ होइन हामी टक्क गाडीबाट निस्किने बित्तिकै व्हिलचेयर चाहिन्छ भनेको हतार सबैजना आएर अनि त्यसपछि कति छिटो क्या ल्याएर अनि मलाई त्यति धेरै राम्रो लाग्यो एकदम धेरै राम्रो लाग्यो व्यवस्था चाहिँ हाम्रो हजुरआमालाई ठिक्क व्हिलचेयर चाहिरहेको थियो यहाँ बोर्ड देखाइदिएको हजुरआमालाई चाहिँ घुमाउन ल्याएको आज कति राम्रो व्यवस्था रहेछ है मम्मी यहाँ एकदम धेरै राम्रो एकैछिनमा है कति छिटो क्या त्यहाँ गाड्दाहरूले पनि मलाई यति धेरै खुसी लाग्यो हो म त एकदम धेरै खुसी यहाँ हाम्रो आन्टी हाम्रा दिदी अनि हजुरआमालाई चाहिँ पुरा छाता ओढाएर हामी घुमाउँदैछौँ हजुरआमालाई चाहिँ विशेष गरेर आज बाघ भालु हेर्न इच्छा छ अरे अनि हात्ती पनि अनि हामी पुरा हिँड्दैछौँ यहाँनिर हजुरआमा उमी के देख्नुभयो यहाँ चाहिँ देख्नुभयो हजुरआमा के रहेछ गाई यता त गाई पनि यस्तो हुँदो रहेछ यहाँ चाहिँ पुरा हजुरआमा के रहेछ हौ यहाँ बँदेल रहेछ देख्नुभयो कस्तो छ हजुरआमा पुछर हल्ला छ टाउको पनि हल्ला छ नि त बाघ देखाउन बाघ धेरै खुसी हुनुहुन्छ यहाँनिर यहाँ हजुरआमा हाम्रो चाहिँ यहाँनिर हजुरआमाले बाघ पनि देखिसक्नु भएको छ आन्टीले मेरो झोला अनि यता मम्मी अनि यता म नानीहरूलाई चाहिँ पानी लिन पठाएको छु पानी ल्याउन बिर्सेछ क्या हामीले अनि नानी दुईजना नानीहरूलाई हामी चाहिँ अब यहाँ हात्ती पनि हेर्न बिस्तारै 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 टिटिट हात्तीहरू हेर्नु खोजेको के रहेछ आमा यसले त हेरेन रुखको डा एकछिन हेर्ने हो हजुरआमा हात्तीलाई हजुरआमालाई चाहिँ जाउँ मलाई अब जाउँ है हजुरआमा धेरै बस्नु हुँदैन बाहिर हेर्न हात्ती हल्लेको देख्नुभयो हजुरआमा हजुर
त्यहाँ पनि देखेँ ए बोरुमान छोरीहरू देखेन आमाले देखिन्छ हाम्रो दिदीले त्यहाँ तोरेको हुनुहुन्छ म चाहिँ फेरि भिडियो बनायो मम्मीहरू कहाँ पुग्नु भयो भने थाहा छैन अनि म चाहिँ भिडियो बनाउँदै हिँडिरहेको ऊ ए मम्मीहरू आन्टीहरू उहाँ हुनुहुन्छ जस्तो चाहिँ उयो थाकेर थकित भएर अनि अहिले रिसाउँछ अनि ऊ हेर्नु रिसाएर हेरेर है दिदी रिसाएर हेरेर अनि पहिलाको मान्छे नै त हो रे हामी देख्नुभयो हजुरआमा ए देख्नुभयो मस्तले हेर्न बस्नु कति मजा नजिकबाट देखेँ यहाँ हाम्रो आन्टी र भाइलाई के भयो हाम्रो भाइलाई के भयो फेरि त्यस्तै भइसकेछ बिसन्चो छ नानी पनि सक्छ हजुरआमालाई बोक्छ अब पाउनु पर त अर्को चरा अब चरा चुरुङ्गी हेर्दै घर मम्मी हो त दिदी हो त ओहो फुल झरेछ लु हजुरआमा ल ए माइजू ए ल अहिले खुट्टा ढोक्नु भान्जीले यहाँ खुट्ले यसमा लगाइराख के गर्नु गाह्रो छ यहाँ फेरि त्यहाँ हेर्छु म सबैजना भए यहाँ चाहिँ यहाँ हेर्दै हुनुहुन्छ म एक्लै यता छु हजुरआमा कस्तो लागिरह कस्तो लाग्छ हजुरआमा राम्रो लाग्छ घामले मान्छे यहाँ मेरो यता भाइ यता बहिनी यता मेरो आन्टी यता चाहिँ म यता चाहिँ के भन्छ ओ हजुरआमा हेर्नु त नजिक आयो नि है नजिकै आयो ल कस्तो नजिकै आएको हौ देख्नु भयो अरे हजुरआमाले सबै कुरा देखिसक्नु भयो अब चाहिँ हामी सरासरी घर जान्छौँ अब सर्पहरू हेर्ने हजुरआमा किन हेर्नु नि हजुर सबै हेर्ने यहाँ पुरा फोटो सुट भइरह साथीभाइको हेर्नु के हो यो फेरि के हो यो कति राम्रो मम्मी पक्कै पाएर छ नि मम्मीले भन्नुभएको आमा होइन मेरो नानीको नाम फकेर गएछ अरे हजुरआमा यहाँ थाकेर यसरी बस्नु भएको दिदी यता म यता यहाँनिर नानीहरू यहाँ आन्टी मेरो भाइ आमा अब हामी फोटोसोटो खिच्छौँ अनि त्यसपछि जान्छौँ यो होइन अप्ठ्यारो भयो यत्तिको हुनु पर्यो यहाँ थाकेर पुरा यो व्हिलचेयरले यहाँ यस्तो कालो बनाएछ उता फेरि ठुलो मम्मी र ऊ के भन्छ छोरोकोमा फेरि छुट्टै छ फेरि उहाँ आफ्नै ताल छ उहाँ यता सीता आन्टी यता हाम्रो सानो उठौँ जाउँ अनि यता म हजुरआमा अब जाऊँ है पशुपति पनि हेर्नुपर्ने छ फेरि है हेर्ने नहेर्ने पशुपति हेर्ने कि नै नहेर्ने अब थाक अब घर जाऊँ है पशुपति बाहिरबाट हेरौँ है हजुरआमा जाऊँ अब जाऊँ हजुरआमा चाहिँ घुम्ने कि भयो भन्नु न अब भयो अन्त अब भयो अब एक ठाउँमा सर पऱ्यो अनि जाने है अन्त म बस्नु भयो नि त बसेर त्यहाँ भाउनु भयो ल ल ठिक छ है हजुरआमा अब यस्तो गरिदिनु
चरा हो चरा खोलामा बस्छ त्यस्तो मात्र खैल हुन्छ त्यसले मुसा पनि पाउने क्या चिडियाखाना भएमा नचढ्ने भाइ मुसा हेर्नु न मुसा हो यो चाहिँ कुन मुसा हो भनेर कि गिनी पिग क्या गिनी पिग मुसा पनि के चाहिँ खाएको माछा हो देख्नुभयो हजुरआमा माछाहरू देख्नुभयो हजुरआमाले यहाँ चाहिँ हाम्रो भाइ एकदम थकित भएको अवस्था के भयो नानी बोटमा चढ्ने जान्न त चढ्नु ए बिस्तारै 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 जान्छ उता सिधै अगाडि टिटिट भन्न अनि है लाग्छ लाग्छ कान्छ बिस्तारै टिटिट पो भन्नुपर्छ त नि अब यताबाट जाने बोट चढ्ने पाले पिलो हजुरआमालाई कुदाउने भयो सबैजना चाहिँ अब पोखरी चढ्नलाई हिँडेको उता छ पोखरी आमालाई यहाँ शीतलमा लाग्ने यहाँ ठाउँ नमानी छ त अनि यता आउँदै हुन्छ माइजू अनि दिदी ऊ त्यो बोट चढ्ने हामी चाहिँ अब गाइजहरू भिडियोलाई लाइक सेयर गरिदिनु होला सपोर्ट गरिदिनु होला छिटोभन्दा छिटो 100K 100 मात्र होइन 1 मिलियन 1 मिलियन 200 पुगेको छ एकैचोटि अनि हामी चाहिँ त्यत्रो पोखरी घुम्ने अब पोखरी अनि आमा चाहिँ हुनुहुन्छ के भयो आमा भाइ र यहाँ नानीहरू चाहिँ यहाँ बोट खेल्ने भनेर ल्याएको अनि दुईजना बच्चाहरू भएको भएर यहाँ भाइले चाहिँ मलाई छिराएको छ यहाँ भाइले चाहिँ जमिनबाट आएको पानी ए ल ल ल ए बिस्तारै 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 नानी बिस्तारै बिस्तारै पछि बिस्तारै बिस्तारै किन अहिले डर लाग्यो डर लाग्यो ठिक छ कि कस्तो भयो कस्तो भयो देख्नुभयो हजुरआमा
हजुरआमा ऊ हेर्नु त कस्तो राम्रो छ है हजुरआमा चाहिँ अब यहाँ ममताको पसल पनि हेर्ने भन्नुभएको भएर हामीले चाहिँ यताबाट ल्याएको छौँ यहाँ दाइलाई भनेर बाटो तपाईँलाई अझै थाहा नभएको वान वे त थाहा छ कि दाइ अनि त छिराउँछ कि केही गर्दैन मात्रै हो हजुर यहाँ दुखेर अब हामी घर गएर सुतिहाल्ने हजुरआमा कस्तो छ हजुरआमा यहाँ पछाडि चाहिँ दुख्यो रे ढाड रुममा आएर खाना हजुरआमालाई खाजा खुवाउँदैछौँ अनि दिदी पनि आउनुभएको यता मम्मी अनि उता हाम्रो सबिना अनि उता अनि यता म अनि हाम्रो चाहिँ अब हामीले चाहिँ अब चाहिँ हजुरआमा कस्तो लाग्यो रे कस्तो लाग्यो हजुरआमा भनिदिनु त जू कस्तो लाग्यो यस्तो छ हजुरआमा यस्तो यस्तो छ भनिदिनु न अहिले खाइखाएर बोल्छु भन्नु न ल यो चाहिँ आज चाहिँ हजुरआमालाई बाघ भालु देखाउँदाको परिणाम हो यो चाहिँ त्यो भरै नगे कहाँ उछिट्यो मेरो धन्य भाडा दिन छ कि मेरो त फर्केको हेर्नु न फर्केको टाकटुकै गएको त्यो लाउनु ल